कान्छीले एक्कासी आफ्नो श्रीमान सागरलाई अपहरण गरेको कुराहरू सुनिसकेपछि आफ्नो मित दाजुको सहारा लिएर गाउँमा गएकी थिइन् र गाउँमा जाँदा सागरलाई अपहरण गरेर विभिन्न आरोपहरू प्रत्यारोपहरू लगाएर फसाएर सागरलाई जेलमा पुर्याएका थिए। जेलमा कान्छी र मित दाजुले सागरलाई भेटेर आएपछि यता ती षड्यन्त्रकारीहरू सागरलाई फसाउनेहरूलाई अब पुलिसको जिम्मा लगाउनुपर्छ भनेर सल्लाह गरेर आएका थिए। तर यता आउँदा अझै सागरलाई फसाउनको लागि र कान्छीलाई फसाउनको लागि ती हाम्रो भाइहरूलाई राम्रोसँग सम्झाउनु पर्छ र यिनीहरूले कसरी जेलमै सडाउने भन्ने कुराहरू दुईजना दिदीबहिनी बीच सल्लाह गरिरहेको विदंशले आफ्नो घरमा आउँदाखेरि सुनिरहेको हुन्छ। तिमीहरूले के कुरा गरिरहेका छौ त्यो सब मैले थाहा पाइसकेँ, सुनिसकेँ र अब तिम्रो भाइ त्यो अपराधीलाई तुरुन्तै खोजेर लिएर आऊ, कहाँ छ कता छ भनेर मलाई तुरुन्तै मलाई बताइदेऊ भनेर भनिरहेका हुन्छन्। विदंशले भने आफ्नो श्रीमतीले समेत किन मेरो भाइलाई खोज्नु भएको, मेरो भाइ कहाँ हुनुहुन्छ कता हुनुहुन्छ मलाई नै थाहा छैन भनेर दुईजना दिदीबहिनी मिलेर विदंशप्रति फर्केर भनिरहेका हुन्छन् भने विदंशले तुरुन्तै मलाई चाहियो, मेरो ज्वाइँ सागरलाई किन फसाएको यिनीहरूले तिम्रो भाइले हो र तिमीहरूले पनि तिमीहरूको साथ सपोर्ट र सहयोगले मेरो ज्वाइँ साहबलाई अहिले जेलमा सडाइरहेका छन् भनेर भनिसकेपछि विदंशले अब कान्छीलाई घरमा पुर्याउनको लागि सँगै हिँड्न खोज्दा समेत आफ्नो श्रीमती अर्थात् कान्छीको मितिनीले नजानुहोस्, फेरि कान्छीसँगै जान खोज्नु भएको हो, आफ्नै बहिनी भनौदीसँग तपाईँहरूको सम्बन्ध के, मैले जति भन्दा पनि तपाईँको र मेरो सम्बन्धलाई राम्रोसँग अब आइन्दा झै झगडा नगर्नु, मिलेर बस्नु भनेर पुलिसले पनि सम्झौता गरेर हामीलाई पठाएको होइन भनेर भनिरहेकी हुन्छन्। आखिर विदंशले आफ्नो बहिनीलाई पुर्याउन जाँदा समेत यसरी शङ्का गर्न थालिरहेकी हुन्छन् र उता कान्छीलाई आफ्नो घरमा गएर छोडिरहेका हुन्छन्। विदंशले भान्जीलाई त सहारालाई हेर्न धेरै मन लागेको थियो, तर अहिले म हतार छु, तिमी लुजाऊ कान्छी भनेर भनिसकेपछि कान्छीलाई छोडी पठाउँछन्। र आखिर कान्छी घरमा पुग्दाखेरि आफ्नो सासू आमा र आफ्नो छोरी सहारालाई कुम्लो कटेरो बोकेर बाहिर बसिरहेको देखिसकेपछि कान्छीले सहारा भनेर कराउँदै चिच्याउँदै आफ्नो आमा र छोरी भएको ठाउँमा जान्छन्। तर आफ्नो सासू आमाले भनिरहेकी हुन्छन्, हेर तिम्रो श्रीमान सागर घरमा नहुँदा तिमी पनि छटपटिएर तिमी अर्कै केटासँग कहाँ गएकी थियौ तिमी, मेरो छोरा नहुँदा तिमी पनि यसरी बरार लिएर हिँड्न थालिरहेकी छौ। यहाँ हेर तिम्रो छोरी नातिनीले मलाई यति साह्रो दुधे बालकलाई छोडेर गएपछि मलाई दुःख दिइरहेको छ भनेर भनिरहेकी हुन्छन्। आखिर कान्छीले भनिरहेकी हुन्छन्, आमा मलाई पनि समस्या परेको छ, सागर अहिले घरमा हुनुहुन्न र सागरलाई अपहरण गरिसकेपछि मलाई सागरलाई खोज्न गएको थिएँ र तपाईँले मलाई यति धेरै कुराहरू नलगाउनुहोस् न, आरोप प्रत्यारोपहरू नलगाउनुहोस्। मैले तपाईँको छोरासँग मलाई मार्न खोज्दा समेत तपाईँको छोरालाई सम्झाएर मैले तपाईँलाई यसरी मैले सहारा दिएर राख्दा समेत मलाई फेरि नराम्रो व्यवहार गर्न खोज्नु भएको छ भनेर भनिरहेकी हुन्छन्। भने उता सन्तोषलाई भने आफ्नो गर्लफ्रेन्डले साथ सहयोग दिइरहेका हुन्छन्। हेर अहिले तिमीहरूलाई घरबाट निकालिदिएको छ, यो खर्च राख्नु र अन्त्य कतै कोठा खोजेर बस्नु भनेर भनिरहेकी हुन्छन्। र कान्छीले आफ्नो सासू आमा र सहारा छोरीलाई लिएर जाँदै गर्दा उता सागरको मालिक सरले चाहिँ कान्छीको परिवार सबैलाई फर्काएर लिएर आउँछन्। भने कान्छी र सागरलाई घरबाट निकाल्ने होइन, सागरले र कान्छीले गर्दा आज मेरो व्यापार बिजनेस राम्रो चलिरहेको छ बुवा, तपाईँले यो गल्ती काम गर्नुभयो। कान्छीलाई तुरुन्तै उता बोलाएर भित्र लिएर आउनुहोस्, जस्तो अवस्थामा बस्नुहुन्थ्यो जस्तो गरी बस्नुहुन्थ्यो त्यसरी नै कान्छी र सागरले यहीँ घरमै बस्छन्, आफ्नै घर सम्झेर उहाँहरूकै घर बराबर हो, उहाँले सागरले गर्दाखेरि मेरो व्यापार बिजनेस समेत राम्रो भएको भन्दै बाउ छोरा बीच भनाभन भइरहेको हुन्छ। भने उता कान्छी पनि यता घरमा छिर्नको लागि सबै सागरको सरले भनिरहेका हुन्छन्। भने तर सागरको सरको बुवा नै आफ्नो
घर छोडेर ल छोरा हेर तैँले मैले भनेको कुराहरू सुनिन छैन, अब म यहाँ बसेर धेर भएछ, मैले नै यो घर छोडेर जान्छु भनेर भनिसकेपछि घर छोडेर हिँड्छन् भने अब कान्छी र कान्छीको परिवारलाई अब त्यहाँनिर राख्छन् या राख्दैनन्। त्यही सागरको मालिकको बुवाले नै घर छोडेपछि अब यो सागरको मालिकको घर परिवार अब कस्तो हुन्छ होला त अब पक्कै पनि हामी अर्को एपिसोडमा थाहा पाउने नै